यस्तो डेन्जर अहिले आइहाल्छ फेरि हामीलाई चाहिँ मार्गीले मलाई चाहिँ एकदमै रसिद बनाएर माग रसिद अब खाएर हिँडेर डर मान्छे अहिले मात्रै हो एकछिन नगएर पिएस भएर लड्ने हो फेरि यहाँ हाम्रो बाटोहरूको पनि हल्का यसो हेर्नु होला होइन यहाँ यो त इजी हो नि यहाँको पो छ त मुनि देखाउँ भने दाइको भ्लग हेर्ने जति पनि उहाँहरूलाई चक्कर लाग्छ भन्ने फिरले मैले चाहिँ त्यति साह्रो देखाउनु होइन देखाउनु पर्ने नेक्स्ट टाइमबाट अब फर्किँदाखेरि ऊ त भिड पनि अहिले खतरा छ नि त्यहाँ अगाडिको नदेखाउनु त हातले नदेखाउनु चाहिँ कहिले झाको छाडा बोल्नु यहाँ भन न अलि भुक्न अलिअलि ल तपाईँहरूले चाहिँ एकदमै यात्राको क्रममा जहिले रमाइलै मात्रै सहजै मात्रै हुन्छ भन्ने हुँदैन यस्तो कष्टकर तरिकाको यात्रा पनि हुन्छ र डरै मर्दो भिड पुरा लाग्दो काली लाग्दो भिड पनि हेर्न सक्नुहुन्छ मुटु नै आङजिरिङ हुने खालको बाटो भिड पहिरो मुटु कमजोरी भएकोले चाहिँ यो भिडियो हेर्न मनाइ छ भन्दै यहाँबाट तल मोबाइल फाल्दै लगाइन्छ हामी चाहिँ अब हाम्रो गन्तव्य एकदमै नजिक छौँ आइपुग्यौँ लगभग अब 1 मिनटमा हामी घरै पुग्छौँ गाइज सिधैबाट अलिक खाँदै होइन ए यो यहाँबाट हो सिधै हो सिधै अब यस्तो दाहिनेतिर मोडिनुपर्छ क्या